नेपाली हेभी लाइसेन्स भएका अपरेटरहरूको लागि डिमान्ड गएको छ। साउदी रिटर्न, दुबई रिटर्न, कतार रिटर्न पनि लिएको छ। अनि के को डिमान्ड गएको छ भने फोर्कलिफ्ट अपरेटर, लोडर अपरेटर, भ्याक्यु लोडर अपरेटर अनि केरेन अपरेटर। अनि तपाईहरुसँग एक्सपिरियन्स छ, लाइसेन्स छ अनि इङ्ग्लिस पढ्न आउँदैन, बोल्न आउँदैन भने दुःख नगर्नु होला। किन इङ्ग्लिस बोल्न र पढ्न पर्छ भन्नुहुन्छ धेरैजनाले। फेरि यहाँ आइसकेपछि टोटली दिनै चेकलिस्ट भर्नुपर्छ। मेसिनको इन्जिन सबै पाटपुर्जा ठिक छ कि छैन, त्यो सबै त्यो इङ्ग्लिसमा हुन्छ। त्यो पढ्दै ठिक छ भने ठिक छ लेख्ने, ठिक छैन भने ठिक छैन भनेर जानकारी दिनुपर्छ कम्पनीमा। त्यही भएर बोल्न सक्नुपर्छ, लेख्न सक्नुपर्छ। इङ्ग्लिस भन्ने कुरो त्यही हो, त्यसमा प्रष्ट हुनुस्। तपाईहरुमा लाइसेन्स छ, एक्सपिरियन्स छ, इङ्ग्लिस पढ्न आउँछ, लेख्न आउँछ भने अप्लाई गर्नुस्। अनि हेभी लाइसेन्स छ भने तपाईहरुसँग जुन क्याटेगोरीमा दिँदा पनि हुन्छ, फोर्कलिफ्ट, लोडर, भ्याक्यु लोडर, फोर्कलिफ्ट जता पनि दिँदा हुन्छ। तर चलाउन सक्नु पर्यो है, लाइसेन्स भएर मात्र भएन। म पनि स्काइभेटर लाइसेन्समा फोर्कलिफ्टमा आएको हो। स्काइभेटर लाइसेन्स थियो, किन यो कम्पनीमा स्काइभेटर छैन। फेरि स्काइभेटर लाइसेन्सले फोर्कलिफ्ट अपरेटरमा ट्रायल दिएर आएको हो, फोर्कलिफ्ट सिकेर। त्यही भएर तपाईहरुले चलाउन आउँछ भने जुनमा आउँदा पनि केही फरक परेन, तर चलाउन आउनु पर्यो है। फेरि ट्रायलको बेला गुटुङ टुङ कुडाउनु पर्यो के, बल्ल पास भइन्छ। अनि लाइसेन्स छ, हेभीको लाइसेन्स, अनि फल्नामा सजिलो हुन्छ, म त फल्नामा इन्टरभ्यू दिन्छु भन्नुहुन्छ, अनि चलाउन आउँदैन भने फेल हुनुहुन्छ, अनि पछि ठुक्क भनेर पछुटाउनुहुन्छ। त्यसैको लागि तपाईहरु प्रष्ट हुनुस्। अनि अर्को विषय के छ भनेपछि मैले यो भिडियो बनाउन बित्तिकै कहीँ साथीहरूले फेरि नेगेटिभ सोच्नुहुन्छ के, यसले अब मेन पावरको प्रचार गर्यो, अब कतिजनाबाट कमिसन खाएर कतिजनालाई फसाउन लाग्यो भन्ने सोच्नुहुन्छ होला तपाईहरु। अब त्यो सोच्ने, राम्रो सोच्ने नराम्रो सोच्ने तपाईहरुमा भर पर्छ। तपाईहरुको सोचाइ हो के कन्सेप्ट हो। अनि मैले यो जानकारी पनि दिने थिएन, म पनि तपाईहरु जस्तै